तलै पुरै बस्दै गरेको है ए उता पारीबाट उसमा जाने बसमा ठिकै छ नि जानको फिर हामी त लामै खान्छौँ को साग हेलो साथीहरू नमस्ते गुड आफ्टरनुन स्वागत छ घुमा सिरिज ब्लगमा आशा छ हजुर सबैजना सञ्चारमा हुनुहुन्छ होला म पनि एकदमै ठिक छु साथीहरू अहिले चाहिँ 2 बज्न लागेको छ म चाहिँ भगदेखि भ्लग स्टार्ट गरेको छु बिहानदेखि चाहिँ गरेन अनि म चाहिँ यता बाहिरतिर निस्केको कि कति घरमा गुम्सेर बस्नु भनेर अनि यता फ्रेस पनि हुन्छु भनेर अनि फेरि अहिले फेरि कान्छीलाई उता माथि पृथ्वी चोकसम्म लिन पनि जाने हो अनि अलि पहिला निस्केर यता आउनु अलिअलि डुल्छु यसो हेर्छु साथीहरू केही पनि थाहा छैन नि त मलाई म यतातिर माथितिर त बरु झट्टिनी गएको छु यता तलतिर चाहिँ देखेको छैन घुमेको छैन कस्तो छ त्यतातिर हेर्नु पर्यो अनि अहिले फेरि उतै जाँदाखेरि पृथ्वी चोकसम्म कान्छीलाई लिन जानु छ कान्छी चाहिँ भोलि बिदा राखेर आज कामबाट निस्केर आउँछ अनि ऊ चाहिँ 6-6:30 बजे कामबाट निस्केर पृथ्वी चोकमा आउँछ अनि म चाहिँ त्यहाँसम्म लिन जान्छु अनि भोलिको दिन बस्छ अनि पर्सि बिहानै फेरि काम भेट्टाउन जान्छ होला अब के कस्तो हुन्छ त्यो अहिले कान्छीलाई भेटेर नै थाहा हुन्छ साथीहरू अनि हामी चाहिँ बुढाबुढी हिँड्नेछौँ बुढो अगाडि छाता ओढेर हिँड्नु भएको छ म चाहिँ पछि हिँडेको छु छाता यहाँ हालेको छु मलाई फेरि छाता आउन यस्तो मोडे चाहिँ लाग्छ साथीहरू अनि निधार तल्का नै हिँड्दै हामी चाहिँ कहाँ आयौँ भन्दा साथीहरू यता भण्डारडिगबाट अझै तल घुम्दै आयौँ बसबाट झरेर अनि यता आउनु घुम्दैछौँ यतातिर कस्तो गाउँको जस्तो हरियाली यता माथितिर यस्तो रहेछ साथीहरू देख्न सक्नुहुन्छ यता चाहिँ म आएको थिएन बा फेरि कहाँ हिँडेको र कता हिँड्नु भएको सारङ्गी बजाउ न सारङ्गी बजाउनु भयो होला गरेर एकछिन बजाएको थियो दिन्छन् 10-20 रुपियाँ 10-20 रुपियाँ दिन्छन् धेरै दिनुहुन्थ्यो 15,000 दिन्छन् 15,000 बस पालै रहेछ अनि भोलि गएर पाउँछ आज पाउँदैन आज आइतबार हो नि भोलि सोमबारै ल्याउँछु फेरि सारङ्गी बजाउन गएको भेट्यौँ गर्मी यता देख्न सक्नुहुन्छ भ्यू यस्तो छ राम साथीहरू यो गर्मी अहिले चाहिँ टक्रकै 4 बज्न लाग्यो अनि गर्मी भएर म चाहिँ स्वेटर काटेर अघि फेरि यो पाखुरा डढ्छ कता नै कालो हुन्छु भनेर लगाइहालेँ गर्मी भएर अनि भएर काटेर यहाँ गरेछु अनि म चाहिँ बहिनीलाई यतैबाट लिन जाने भनेको थिएँ कि साथीहरू पृथ्वी चोकसम्म अनि बहिनी फेरि 6-6:30 बजीसम्म काम गरेर अनि त्यहाँसम्म आउने अनि म चाहिँ यताबाट गएर लिएर आउने भनेको अनि बल्ल 4 बज्यो अब आधी घन्टामा पुगिन्छ अब लोकल बसमा गए पनि अलि लाग्यो नि ल बिसारै त्यो लोकल बसमा त एकदम रोक्छ नि त गएर भए नि अब 40-45 मिनट लाग्यो पनि अब भर्खरै गएर यो तट्टेनो घाममा म पक्याक हुन चाहन्न साथीहरू अनि त्यही भएर म चाहिँ यसो अलिअलि डुले माइन्ड फ्रेस गरेँ डुल्न त के डुल्नु साथीहरू त्यसै के यस्तै पेङ्गेल साथीहरू अनि एकदम तिर्खा लागेको छ अब घर गएर एकछिन रेस्ट गर्छु पानी खान्छु अनि त्यसपछि हिँड्दै गर त साथीहरू लाइफ यस्तो हुन्छ भनेपछि मैले भ्लग अन गर्दै यो चाल छ भनेपछि हिँड्दै गरेर त म आन्छु भनेर उता लाग्नुभयो उहाँ चाहिँ अब आउने होइन ऊ क्यारम बोर्ड खोल्न जाने हो कि उता नगरपालिका हो कि कतातिर के गर्न जाने हो
मलाई थाहा भएन साथीहरू। अनि उसलाई चाहिँ मैले भिडियो नबनाएको भए उतैदेखि जाने सुर रहेछ। अब मैले क्यामेरा तर्साएको कहिले बन्द गरेर जान्छु भन्ने भएको रहेछ। अब मैले क्यामेरा अफ नगरिसकेपछि उहाँ चाहिँ लाग्नुभयो। अब उहाँको आउने टाइम चाहिँ 8-9 बजे हो बेलुका। यस्तै हो साथीहरू, के गर्नु। अनि म चाहिँ अब घर जान्छु, एकछिन रेस्ट गर्छु, पानी सानी खाने यता त्यता गर्छु र अनि अहिलेतिर जानु पर्ला बहिनीलाई लिन चाहिँ। अनि म एकदम खुसी छु साथीहरू। अब एक दिन भए नि बहिनीसँग आज एक रात भोलि दिनभरि बस्न पाएँ। पर्सि बिहानै त ऊ जान्छ नि त काम भेट्टाउन। साथीहरू 5:30 भयो। म चाहिँ भगरसम्म बसेँ अनि फेरि हिँडेँ बहिनीलाई लिन, कान्छी बहिनीलाई। अनि ऊ चाहिँ 6 बजे कामबाट निस्केर पृथ्वी चोकसम्म आउँछ अरे। अनि म चाहिँ त्यहाँसम्म लिन जान्छु। फर्स्टचोटि हो, त्यही भएर थाहा छैन कि उसलाई पनि। अब लोकल बसमा जाने हो, रोक्दै जान्छ, फेरि रोक्दै आउँदा कति बस्ने हो। अनि आएर बल्ल खानासाना बनाएर खाने हो। अनि म चाहिँ गर्मी भएर सुई तरकारेर फालिदिएँ अनि पातलो खास्तो बेरेर हिँडेकी साथीहरू। अनि त्यही हो साथीहरू। अब त्यहाँपट्टि चोकबाट गाडी चढ्छु। अनि अहिले बहिनीलाई भेटिसकेपछि आउँछु ल म। हजुर एकछिन यस्तो अल्छी लाग्छ साथीहरू, यस्तो अल्छी लाग्छ, के गर्नु, हिँड्नै पर्यो। म के अरे यहाँ आएको 20 मिनट जति भयो, तलै कुर्दै बस्दै गरेको है। ए उठ पारीबाट उसमा जाने बसमा ठिकै छ नि, खै त नि हेलो गरेको पानी आन लाग्यो। अब खोटामा तल बाटोबाट चढ्नु भन्नु आयो। म त झोला पनि भिजेर पारीबाट हो कि बस चढ्ने उता छैन बाटो, यता बाटो पर चढेन है। पृथ्वी चोकको माहौल देख्न सक्नुहुन्छ। राम पानी, धुलो धुवा। अनि म चाहिँ बहिनीलाई कुरेर घरसम्म त्यहाँ बस्छु 20-25 मिनट। अनि बहिनी आयो 6 बजी निस्केको कामदेखि। हामी चाहिँ उतै पारीदेखि बेकनास तालको बसमा जाने हो। पक्कै 7:10 भयो साथीहरू। हामी चाहिँ पृथ्वी चोकदेखि यहाँ तालचोकसम्म बसमा आएर पनि झरेर पनि अब आउनै लाग्यौँ। अब गएर खाना बनाउनु पर्ने हुन्छ साथीहरू। अघि त पानी पर्ला चाहिँ भएर उहाँ पृथ्वी चोकमा यस्तो त्यो डर लागेको थियो। छाता नलएको, उसले पनि नल्याएको रहेछ। अनि फेरि बसमा सिट नपाएर होइन, कस्तो भयो अरे, बेहालै भयो। एकछिन त चल्यो अनि झर्यो अनि फेरि एउटा बसमा प्याक थियो, त्यहाँ चढ्यौँ सास फेर्न नसकेर जस्तो। अनि फेरि झऱ्यौँ, अरू कहाँ जान्छ म, फेरि अरू कहाँ चढ्यौँ। भो अब त फेरि लोकल बस अब टाइम हुन्छ नि त, बेलुका बस यही पनि नपाएपछि भनेर त्यसैमा अठ्यास गरेर आयौँ। अनि त्यसपछि अलि तलदेखि त खुल्ला भयो अनि सिटमा चढेर आयौँ साथीहरू। त्यही हो, पानी फुसफुस परेर शीतल भएको है। अनि कस्तो महसुस भएको छ त नि। अब भोलि छुट्टी पर्सि जाने हो, त्यही टेन्सन हुन्छ होइन। पर्सिबाट काममा जानु पर्यो भए त केही हुन्थेन कि त्यो टाउको दुख्छ। मलाई त्यही हो, त्यही भएर कि साथीहरू म उसमा त्यो बाहिर ननिस्किने, घरबाट बाहिर ननिस्किने। बाहिर निस्क्यो भने यस्तो टाउको दुख्ने, रिङमा त लाने, कस्तो न कस्तो हुन्छ साथीहरू। पानी पऱ्यो हो साथीहरू, राम झमक्कै साँझ पऱ्यो। अब गएर खाना बनाउनु पर्छ। अनि यस्तो अल्छी लागेको बेलामा साथीहरू के गर्नु, पकाउनै पर्यो। पानीमा भिजेर टाउको दुख्छ क्या है। तर ऊ त शीतल फ्रेस त भएको, अनि टाउको दुख्छ नि त। अनि हामी चाहिँ आउनै लाग्यौँ। अब जाने, हात खुट्टा धुने, अनि कपडा सपडा फेर्ने, अनि त्यस पछाडि खाना बनाउने साथीहरू। के गर्नु, अनि तेरो केही छ भने भन। के अरे केही छैन, उहाँदेखि त आइयो, जाने कसरी हो जानको फिर
कस्तो टाउको दुख्छ त्यही भएर मलाई कहीँ हिँड्न नराम्रो नजिकै भएर केही हुन्थेन त्यही त तनाव पर्छ के अरे त अडेरै छ हाम्रो त अनि त्यही भएर हिँड्न मन लाग्दैन साथीहरू के गर्नु नजिक नजिक हुम्मै के भयो त बहिनी कति भेट्थ्यौँ अब उनीहरू त्यहाँ आएको त्यहाँ बसेको कति भयो म यहाँ बसेको कति भयो बल्ल भेट भयौँ त्यही 2 चोटि आजसित 2-3 चोटि होइन आमालाई बेहोस गर्न हस्पिटल लग्दा अनि त्योभन्दा अलि पहिला म गएको थिएँ अनि त्यस पछाडि अहिले गएर 3 चोटि भेट भयो समय मिलाउनु पर्छ साथीहरू के गर्नु कस्तो राम्रो चरा गराएको छु यहाँ आउँथेँ काफल खाने मैले जहिले खोइ त छैन अन्त कहाँ हुन्छ त नि अस्ति नै साथीहरू म चाहिँ खाना बनाउन लगाएको छु बिहानको दाल छ अनि यहाँ खोले साग पकाउन लगाएको छु यता दुध तताउन लगाएको छु अनि म चाहिँ आज यहाँ पिठो मुसेर रेडी बनाएको छु अब सुक्खा रोटी बनाएर खोले साग सुक्खा रोटी बिहानको दाल खाने हो साह्रै गरेर मुसेपछि त फेरि कमुलो भइसक्यो त पिठो उताखेर मोबाइलकै ध्यान छ अझल साथीहरू के एउटा भनाइ छ नि पहिला मोबाइल नहुँदा दुःख सुखको कुरा हुन्थ्यो अरे दिदीबहिनी भेट्नुहुँदा पाहुना भेट्नुहुँदा आजभोलि चाहिँ मोबाइल छ जोसँग भेट भयो नि मोबाइलमा हाम्रो खाना चाहिँ रेडी भयो साथीहरू यता मैले चटनी बनाएँ अनि यो खोले साग सुक्खा रोटी अनि बिहानको दाल छ आइज मेरो बुढा अब आउने बेला भएन कि साथीहरू 9 बज्यो अब अझसम्म आउनु भएन कहिले आएर खाने हो अब बनाउने खाने चटनी त यस्तो मिठो हुन्छ र होइन कस्तो भए मैले बनाएको खाला अनि यो चाहिँ खोले साग मासु राखेको जम्मै बसेर खाएको अप्ठ्यारो गर्छ बसेर नि म त तर दाँत उखालेको त्यहाँ लाग्छ क्या यतातिर आउँछ खरेको हाँसै बसेर खाएको यतातिर खाएन यस्तो मिठो भए साथीहरू योसित हामी त लामै खान्छौँ पो साग खानु त दुध भयो यति समय भोलि आटोसित हाम्रा आटोसित मिठो हुन्छ रोटी साह्रो बढ्यो तर दाँत उ गरेर यताले चपाऊँ भने अब ढोकल परे यतातिर अब उखालेको त्यही भएर अगाडिको डाक्नु यसको फेरि एउटा दाँत उखालेको छ कि साथीहरू उखाल्न त हुन्न थियो दुखेर बेसरी खाइदिएर एउटा उखालेछ अब चाहिँ उखाल्न हुन्न अनि त्यही भएर खाना भए कि नाइ भनेर खाना त हुन्छ हामी चाहिँ खानासाना खाएर भाँडासाना माझेर बिस्तारामा आयो नि अनि उसले चाहिँ मलाई गिफ्ट ल्याइदिएको अरे के भन्दा माला उहाँ अस्ति नै बिजनेस गर्छु भनेर माला यति ल्याएर त्यही तन्नै छ त्यही माला कहिले लानु मैले फेरि माला ल्याइदिएको अरू त के सक्नु हुँदैन बोक्न हो के त्यही हो माला होइन यो यहाँ लगाए यहाँ त उल्टे लगाएको उल्टे लगाएर यही लगाएको छु कस्तो माला जे भएर गिफ्ट भनेको गिफ्ट हो नि त
चमक चम्किन्छ अनि सिसा मतलब त्यो पोर्टेबल छ नै पोर्टेबल छ नै हो त्यसको चाहिँ कस्तो पानी भयो मुख धोएको त कतादेखि लानु छैन जतादेखि लायो नि एउटै हो लुङ्गी त्यो लुङ्गीसँग राम्रो देखिन्छ के यो वाला माला चाहिँ थिएन नत्र अरू फेरि कोही त एउटै माला 3-4 त 5-6 नै छ कहिले लानु आमालाई नि लगिदिने हो यस्तै माइलीलाई नि लगिदिने हो साथीहरू गिफ्ट कान्छीको होइन राम्रो देखिन्छ नि त लुङ्गीसँग लाँदा त्यही भएर किन पनि बताइदिने त्यो यस्तो उस भएको हो नि त यहाँ बताइदियो नि त त्यही भएर र साथीहरू हामी चाहिँ फेरि यो देखाम भनेर आएको कि फेरि बिदा माग्छौँ बाई बाई सुत्छौँ साथीहरू ठकाइला 10 बजे है भन्छ